मैले अघि यहाँलाई एउटा एक्जाम्पल दिएको थिएँ 5 वर्षको बच्चाले चिया कसरी बुझ्छ भनेर उसले स्वाद बुझ्यो भने जस्तै स्टेप बाई स्टेप भन्नुहोस् म त्यहाँसम्म कसरी ओके सुरु गरौँ है गलत त्यो पनि बुझ्दैन भन्नाले चाहिँ हामीले अब रोबोटलाई इन्स्ट्रक्सन दिने रोबोट एउटा मेसिन हो होइन उसलाई चाहिँ हामीले के जानकारी दिनु पर्यो तपाईँ चाहिँ एउटा हलमा हुनुहुन्छ युआर एट द नेक्स्ट टु द डोर होइन तपाईँ चाहिँ अब त्यसरी 100 फुट 10 फुट अगाडि हिँड्नु युआर एट द फ्रन्ट अफ द टेबल होइन त्यसपछि टर्न राइट देयर इज अ ग्लास यो यही मेटाफोर युज गर्नु एकदमै राम्रो भन्नुहोस् you do the instruction as well तपाईँ केबाट म यहीबाट भन्छु हैन अब जस्तै म नेपालीमै भन्छु सबैले अलि बुझ्नुहुन्छ तपाईँ रोबोट हुनुहुन्छ है मैले तपाईलाई इन्स्ट्रक्ट गर्नु पर्यो हैन तपाईँ चाहिँ ठ्याक्क गेटको साइडमा हुनुहुन्छ तपाईँ चाहिँ 10 फुट अगाडि हिँड्नु 10 स्टेप म अगाडि हिँड्ने 10 स्टेप सरी यु आर एट द यो चाहिँ फ्रन्टमा हिँड्नु भन्नु पर्यो हैन नो सरी म्याम लेट्स करेक्ट इट नो सरी 10 स्टेप फरवर्ड 1 2 3 4 let's do it again east direction अगाडि फ्लो भन्नाले Yes, yes, that's what I wanted to hear. Yes. Direction भन्नु पर्यो हैन? Direction. म कता फेस गरिरहेको छु रोबोटको त टाउको हुँदैन नि हजुर सानो पनि हुँदैन डाइरेक्सन 10 फुट इस्ट फरवर्ड जानु हैन 10 फुट इस्ट फरवर्ड जानु पर्यो हैन 10 स्टेप सो 1 2 3 4 do it one more time oh and my tongue if म अझ एडमिन छु मैले मेरो फन्ड मान्नु हुन्छ नि त्यो एडमिन भन्दा त भोइस एडिसन भोइस सिस्टमको कुरा आइरहेको छ सर हामी त्यो लेभलमा नजाउँ त्यो त हाम्रो त्यो जिमिनी त्यता दिएर चाहिँ थ्यांक यू म्याम यो एल्गोरिदम बुझाउने प्रक्रिया चाहिँ मैले गर्न खोजेको हैन स्टेप बाइ स्टेप हामीले कसरी बुझ्छौँ कुनै पनि कुरालाई नि त्यो चाहिँ हामी नजरअन्दाज गरिरहेको चिया बनाउने नजरअन्दाज चिया बनाउँदा हामीलाई त अटोमेटिक आउँछ जस्तो हुन्छ नि त ढोका खोल्नु पर्यो चुलो अन गर्नु पर्यो भाँडा राख्नु पर्यो कति धेरै कामहरू छ राइट सो यो स्टेपलाई हामी के भन्छौँ एल्गोरिदम भन्छौँ एल्गोरिदमले नै हो डिजिटल कुनै पनि कुरा चल्ने र बुझ्ने